हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी चाहिँ जुबेल आएको छौँ। के गर्न आएको अरे जुबेल चाहिँ नेपाली भाषा गर्दा खाना खाना आएको कहाँको नानी थियो अरे? गौरवपुरको नानी थियो एउटा, हाम्रो सम्झेले मन परेर बुटुक्कै त्यस्तो है। अनि कहाँ गयो त? अनि अहिले चाहिँ लिएर आउनु पर्दैन त? हामी चाहिँ सपिङ गर्न नपाएर नमाजको टाइम भएर हामी चाहिँ सबैजना चाहिँ बाहिर बसिरहेको छौँ वेटिङमा। सपिङ गर्न जाँदैछौँ होइन। समुद्र पनि हाम्रो यहीँ छेउमा छ समुद्र, तर जुत्ता फोहोर हुन्छ भनेर चाहिँ हामी चाहिँ नगएकै। सेतो सेतो जुत्ता छ सबैको। सो यहाँ घुमेको चाहिँ तपाईँहरू चाहिँ हेर्दै गर्नु होला है त। ल है साथीहरू, यति बेला चाहिँ हामी जुबेल गार्डनमा आएको छौँ है। जुबेल गार्डन एक्ज्याक्टली नाम चाहिँ थाहा भएन होइन। के छ यसको पछाडि उता साइडमा कुनै लोकेसनको नाम के छ? सिटी फ्लावर त धेरै उता हो नि। यो के हस्पिटल हो त्यो? गल्फ एसिया होइन हो त्यो होटल हो कि के हो छ त? ग्रिन इन ठ्याक्क समुद्रको ठ्याक्क अगाडि छ। तपाईँहरूलाई म देखाउँछु है। सो तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ, एकदमै राम्रो गार्डन छ। यहाँ ठुलो छ है गार्डन चाहिँ, र हामी अलिकति बिचमा बसेको छौँ। हाम्रो क्यामेराम्यान सम्धी तामाङ सम्धिल चाहिँ यतातिर फोटोसुट हुँदैछ है। हेलो गाइज इस्माइल, साह्रै टेन्सन लाग्छ है क्या हो? त हाम्रो साह्रै टेन्सन परेको छ है। भाउजूको यादमा चाहिँ यहाँ फोटो खिच्दैछ। और दाइ चाहिँ के भयो दाइ? ऐन लाएकै हो र भातले? होइन भात खाएको थियौँ है, लागेछ दाइ चाहिँ। भात र खसीको मासु सुताउँदै छ है दाइले चाहिँ। एक्सर्साइज चलिरहेछ सम्धी क्यामेराम्यान। सो दामी गार्डन छ। सो तपाईँहरू पनि आएर चाहिँ यो गार्डनको चाहिँ इन्जोय लिन सक्नुहुन्छ गाइज। धेरै बजी जस्तो हरियो देख्दाखेरि त मनै भरिएर खुसी भएर आउँदो रहेछ क्या होइन। बालुवामा काम गर्ने मान्छे यस्तो ठाउँमा आउँदाखेरि त एकदम रमाइलो लाग्ने है। तपाईँहरू पनि जुबेल आउँदै हुनुहुन्छ भने यो पार्कमा चाहिँ आउनु होला। हामी चाहिँ यहाँ घुम्दैछौँ होइन। यहाँ घुम्दा घुम्दै चाहिँ एउटा यहाँ रम्मल घाटीतिर हाम्रो दाजु भेटेछ है। के छ हो दाजु? आरामै हो? कता हो कता हो घर तपाईँको? ए ल के छ हौ? रम्मल गाडीमा आउनु। रम्मल गाडी छ तिमीको। रम्मल गाडी उता आउने कता हो दाइ? ओ दाइ के छ हौ? हेलो दाइ, हाई भन्नु न यार। तेरिका गाइज हामी चाहिँ यो गार्डन घुमेर चाहिँ हामी निस्किन आँटिसकेको छौँ। उताबाट साथी पनि आउँदैछ होइन। टिकटक सिकटक पनि बनाएको छौँ। सो तपाईँहरूले चाहिँ हाम्रो टिकटक हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टिकटक मेरो टिकटक चाहिँ हेर्न सक्नुहुन्छ। निर्मल थापा मगर मिस्टर मगर है। सो तपाईँहरूलाई चाहिँ म दिएको लिङ्कमा चाहिँ गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ है त गाइज। गाइज यता हेर सिटी फ्लोर है गाइज। सम्धी उता फर्के सम्धी यता हेर न हौ। बस के खाँदै हो सुरेन्द्र सर? ढुलो उडाउँदै। रिताले मेन्सन गर्नु यहाँ। रितालाई खाने आयो ए सम्धी रिता सक्यो। रिता खाँदैछन् है हाम्रो केटाहरूले। यता हाम्रो डाइरेक्ट खाली भइसक्यो। म पनि खाँदैछु रिता। सम्धी कता हिँडेको?
समुद्र हेर्न सक्नुहुन्छ गाइज हैन यो बोट चढ्ने भनेको रेन्टमा हैन रे है प्राइभेट हो रे यो चढ्न चाहिँ नमिल्ने रे हाम्रो दाइहरु टक्क लाएर हैन स्विमिङ गर्ने भन्दैछन् फोटो खिच्ने रे यो बोट चाहिँ चढ्न नपाउने भयो गाइज है सो यहाँ चाहिँ फ्यामिली आउँदो रहेछन् यस्तो रमाइलो ठाउँ छ है यो चाहिँ समुद्र ल साथीहरु हाफ कट्टु नलाउनाले स्विमिङ गर्न चाहिँ पाएन खासै गर्न जान्ने खाले मान्छे त हैन तै पनि नपाइयो पानी छुन नि पाइएन हैन हाफ कट्टु नल्याउने हामी मात्रै रहेछ हैन अब केटाहरु हाफ कट्टु ल्याएर आछन् स्विमिङ गर्ने रे अनि यो उ चाहिँ नपाउने भयो क्या सो हाफ कट्टु लगाउन गएछन् केटाहरु चाहिँ खेल्ने नै भयो भन्छन् खेल्ने नै भन्छन् है सो केटाहरु स्विमिङ गरेको चाहिँ हामी तपाईहरुलाई चाहिँ देखाउँछौँ है र यहाँ चाहिँ मजाले स्विमिङ चाहिँ भइरहेको छ बोलाउनु बिर्सेन नखेल्ने भयो भनेर फेरि ल है त यहाँ चाहिँ मस्त स्विमिङ चाहिँ चलिरहेको छ दुर्गा दाइ कस्तो भयो आजको घुमाइ ठिक छ हैन स्विमिङ गर्न पाएन के है गर्नुपर्ने है हामी घरकै बाथरुममा स्विमिङ गर्दैन मजाले ल है त गाइस तर दुनियाँ मान्छे नआएको छ क्या है सबैजना नआएको छ केटाहरु चाहिँ यहाँ चाहिँ पौडी खेल्न गइरहन् है हेर गाइस स्विमिङ नखेल्नुको फाइदा उठाए केटाहरूले भएको जति टी सर्ट मलाई बोकाएर आफूहरू चाहिँ उतातिर रमाइलो गर्दैछन् हैन भरिया बनायो मलाई चाहिँ गाइस टी सर्ट बोकाएर फाइनली गाइस हामी चाहिँ सकेर पनि हिँडिसक्यो गेटअप चेन्ज केटाहरूको नुहाइधो है स्विमिङ गरेको हैन ल हामी चाहिँ म चाहिँ स्विमिङ चाहिँ गरेन के रे केटाहरू स्विमिङ गरेको चाहिँ हेर्नु है त गाइस टक्क लाएर गयो हामी रुमतिर फाइनली हाम्रो यात्रा पनि सकियो यात्रा चाहिँ बबाल भयो हेर्न सक्नुहुन्छ यतातिर हाम्रो दाइले चाहिँ खत्रै सपिङ गर्नुभयो हैन दाइ ओ दुर्गा दाइ कस्तो भयो यात्रा ठिक छ नि हैन सो
यात्रा सक्यो गाइस। सो तपाईहरुले चाहिँ भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। थ्यांक यू गाइस।